हेलो एभ्रिवान, नमस्ते, सेवारो सबैजनालाई, हजुरहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म धेरै दिन पछाडि भिडियो लिएर आउँदैछु। त्यो पनि मैले बाइक हाइवेमा आज फर्स्ट टाइम कसरी कुदाएँ, कतिको डढाएँ भन्ने भिडियो लिएर आइरहेको छु। हजुरहरू फुल भिडियो हेरेर साथ सपोर्ट गर्नु होला। थ्याङ्क यू। टर्निङ आउँदा चाहिँ मलाई पुरा डर लाग्छ हो। कच्ची रोडको यहाँ चाहिँ हाम्रो यता खानेपानी ट्याङ्कीदेखि सिधा जाँदाखेरि चाहिँ कच्ची रोड पर्छ नि त, टर्निङहरू कस्तो डर लाग्छ भने। आज चाहिँ जेसुकै होस् भनेर हाइवे लगेको, पुरा डर लाग्दो रहेछ हो। हात बसेपछि चाहिँ एक्लै गएर कुदाउँ भनेको कहिले हात बस्न आँटेन। डर हात त ठिकै बसेको छ कि, तर पुरा डर लाग्दो रहेछ क्या। स्लो गरेर अलिक स्लो गर्नु, रेस ठिक्क दिइराख्नु कि अलिक दिनु यतिको अब दिनु रेस। यहाँ चाहिँ गियर टर्न गरेर खतम गर्छ। गियर नलागेर एक र रोकेर होइन, स्लो गर्ने गाडी अनि पानीमा आएको बेला सट्टै हेरेर दममा लाग्छ।
युटर्न लगाउँदा लु न्युटन पछाडि परै अब बन्द यो अर्कोपट्टि भोलि बाइक कुदाउँ भनेर यो अग्लो चप्पल चाहिँदो रहेछ नि त अनि यो कन्भर्स मेरो दोकानमा ठ्याक्कै मेरो साइज एउटा स्टक भएको रहेछ अनि मैले जुत्ता हाइट भएको लिन आएको भोलि जाने रेस पुगेन कतिमा छ हौ 1 नम्बरमा टक्क टाउको घुमाउनु पुरै सर्ट अब यो बाइक आएको चाहिँ सर्ट हाल्नु ल 1 नम्बर लाउनु त अब चाहिँ तान्नु तान्नु छिटो तान्नु यो चाहिँ अहिले झन्डै बन्द भयो क्या अब राइडिङ स्किल्सहरू इम्प्रुभ भइसकेको छ अब लगभग स्किल मात्रै बाँकी छ है गाइजहरू चोरो जस्तो छ हौ बाइक बाइकै चोरो जस्तो छ हौ त्यहाँ मान्छे मात्रै बाइकै राख्ने आज कस्तो पनि ल्यायो आज राम्रो कुरा पनि हुँदै गयो नि त अब हाइवेमा अब 4-5 दिनमा त बिहान जिम लगेर जाँदा हुन्छ दागको बाटो लगेर लड्दैन त्यो नतानेको चाहिँ त्यो स्टार्ट बन्द हुन्थ्यो अहिले त्यो नतानेको चाहिँ स्टार्ट बन्द हुन्थ्यो क्या त्यो के नभनेको त्यो स्टार्ट बन्द हुन्थ्यो क्या टक्क टर्निङमा रेस पुगेको थिएन नि त टक्क त्यो तानेपछि त बाइक रोकिँदैन नि त कट्छ 1 गियरमा 2 को 2 चाहिँ गाह्रो हुन्छ क्या उकालो चढाउनु 2 मा चढाउनु 1 मा अनि माथि ल फाइनली घरमा आइपुग्यो है गाइजहरू आजको कोटा पुग्यो हाइवे कुदाइ है अनि गुड्छ त नि अनि गाइज आज मुक्ति त घुमाएर ल्याए फाइनली आफैलाई ताली